गाइजहरूले चाहिँ पार्ट 1 मा हेरिसक्नु होला। यो पकौडा चाहिँ मैले चाहिँ एक लट त निकालिसकेको थिएँ, अब अर्को लट पनि यहाँ छ। अनि यो चाहिँ अघि निकालेको पकौडा, आलुको पकौडा बनिसकेको, यो पनि प्याजको पकौडा बनिसकेको, यो चाहिँ बन्दैछ आलुको पकौडा। अनि यो चाहिँ प्याजको के अरे आलुको पकौडा अब तयारी अवस्थामा छ बन्नको लागि। गाइस अब चाहिँ मेरो पकौडा लगभग बनिसकेको छ। हजुर ड्याडी के गरिरहेछौ र यस्तो? म त पकौडा बनाउनु लाग्यो। तपाईँ के अरे 11 बजे त जानुभयो यहाँदेखि, अनि 11 बजे बल्ल 3 बजे आउनु। कहाँ जानु थियो र? त्यहाँबाट काम थियो क्या, सम्मको मिटिङ थियो, त्यहाँ गएको थिएँ। के को पकौडा आएको थियो? यो आलुको पकौडा हो, यो चाहिँ प्याजको पकौडा बनाए। मम्मी पनि स्कुल जानुको, हजुर पनि के अरे हजुर पनि उहाँ मिटिङमा, अनि मैले त घरमा बसेर पहिला होमवर्क सकाएँ अनि यो पकौडा बनाउन लागेँ। र आज त तिमीले त पहिलोचोटि हो कि आयो? पहिला त सबै मम्मीहरूसित सँगै बसेर सहयोग गर्थ्यौ होइन? ल राम्रो बनाइछ है। एउटा चाख्नु त, एउटा चाख्नु त। कस्तो कति मिठो हो। पोल्ला आगोको अलिक टाढा बस्नुपर्छ है, तिमी अलि सानै छौ नि। ल म यसो त्यहाँ बाटोतिर गाइस बाबा पनि आउनुभयो मेरो। बाबालाई सरप्राइज दिनको लागि। बाबा ड्याडी मैले तपाईँलाई सरप्राइज दिएको नि, कस्तो लाग्यो मेरो सरप्राइज? कति राम्रो बनाइरहेछ कि। त्यो प्याजको झन् स्पेसल बनाएछ भने हेर्दा त खान चाहनु त प्याज कस्तो हो ड्याडी? मिठो छ। प्याजको पातको कति मिठो बनाइरहेछ है। प्याजको पकौडा झनै मिठो रहेछ है। थ्याङ्क यू ड्याडी। धन्यवाद है छोरी, धन्यवाद। ल यस्तै काम गर्नुपर्छ, पढ्न पनि पर्छ है। यस्तो मिठो मिठो पकाएर सिक्न पनि पर्छ छोरी। थ्याङ्क यू धेरै 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 धन्यवाद। गाइस हाम्रो चाहिँ पकौडा बनिसकेको छ, यति धेरै बनेको छ। बाई बाई गाइस, लाइक एन्ड सब्सक्राइब गर्नु होला तपाईँलाई यो भिडियो मन पर्यो भने। बाई बाई। आज चाहिँ मैले छुट्टीमा होमवर्क गर्दै अनि त्यसपछि यो के अरे पकौडा बनाउँदै ठिक भयो। भोलिबाट बाई बाई गाइस। अब चाहिँ मैले यो पकौडा मम्मी बाबा अनि म मिलेर खान्छौँ बाँडेर। बाई बाई गाइस।